Hello everybody, welcome back to my channel. So आजको यस भिडियोमा चाहिँ we will be discussing about DNA and RNA. यी दुईटैलाई हामी कलेक्टिभली स्टडी गर्छौं किनभने यो दुईटा टपिकबाट हाम्रो एक्जाममा धेरै क्वेशन्सहरु सोध्ने गर्छ. नाउ फर्स्ट अफ अल लेट अस टक अबाउट DNA. DNA को फुल फर्मबाट सुरु गरौँ. DNA को फुल फर्म हुन्छ डीऑक्सीराइबोन्यूक्लिक एसिड. सिमिलरली RNA को फुल फर्म हुन्छ राइबोन्यूक्लिक एसिड RNA. नाउ स्ट्रक्चर को कुरा गर्ने भने जुन DNA छ त्यसको स्ट्रक्चर चाहिँ डबल स्ट्यान्डर्ड हुन्छ अथवा डबल हेलिक्स स्प्रिङ खालको स्ट्रक्चर यसको हुन्छ र RNA को स्ट्रक्चर भनेको चाहिँ सिंगल स्ट्यान्डर्ड हुन्छ. नाउ दुईटैमा सुगर प्रेजेन्ट हुन्छ. जुन DNA छ DNA मा प्रेजेन्ट हुने सुगर को नाम हो डीऑक्सीराइबोज सुगर. सो डीऑक्सीराइबो नाम यहीबाट आको. डीऑक्सीराइबोज सुगर छ त्यसैले डीऑक्सीराइबोन्यूक्लिक एसिड भएको. सिमिलरली RNA मा जुन सुगर प्रेजेन्ट हुन्छ त्यो चाहिँ राइबोज सुगर हो. सो राइबोन्यूक्लिक एसिड नाम यसको परेको. यिनीहरु दुईटैमा नाइट्रोजन बेसिसहरु हुन्छन्. यसमा जुन छ एडेनिन, गुआनिन, थाइमिन र साइटोसिन चारटा नाइट्रोजन बेसिसहरु छन्. एडेनिन, गुआनिन, थाइमिन र साइटोसिन AGTC. सिमिलरली जुन RNA छ त्यसमा पनि नाइट्रोजन बेसिसहरु चारटै हुन्छन्. ती के हुन् भन्दाखेरि एडेनिन, गुआनिन, युरासिल र साइटोसिन. सो यहाँनिर चाहिँ थाइमिनको सट्टामा के आयो? युरासिल आयो. एडेनिन, गुआनिन, युरासिल र साइटोसिन. अब यी जुन नाइट्रोजन बेसिसहरु छन् यिनीहरु बीचमा बोन्डिङ हुन्छ, हाइड्रोजन बोन्ड हुन्छ. नाउ यदि हामी DNA को कुरा गर्छौं भने DNA मा चाहिँ एडेनिन र थाइमिन बीचमा डबल हाइड्रोजन बोन्ड हुन्छ र गुआनिन र साइटोसिन बीचमा चाहिँ ट्रिपल हाइड्रोजन बोन्ड हुन्छ. सिमिलरली RNA को कुरा गर्छौं भने RNA मा चाहिँ एडेनिन र युरासिलमा डबल हाइड्रोजन बोन्ड हुन्छ र गुआनिन र साइटोसिनमा यसमा जस्तै ट्रिपल हाइड्रोजन बोन्ड हुन्छ. बोन्ड पनि सम्झिनु होला, हाइड्रोजन बोन्ड हुन्छ. नाउ लोकेसन को कुरा गर्ने भने जुन DNA छ DNA को लोकेसन भनेको चाहिँ न्यूक्लियसमा हुन्छ इन केस अफ युकार्योट्स र प्रोकार्योट्समा चाहिँ यो कहाँनेरि हुन्छ साइटोप्लाज्ममा हुन्छ. र सिमिलरली RNA जुन हुन्छ त्यो चाहिँ साइटोप्लाज्ममा भेट्ने गरिन्छ र केही एमाउन्टमा न्यूक्लियसमा पनि भेट्ने गरिन्छ इन भेरी स्मल एमाउन्ट. नाउ यिनीहरुको फंक्सनको बारेमा कुरा गरौँ. जुन DNA छ DNA क्यारी जेनेटिक इन्फर्मेसन. यसले चाहिँ हेरिडिटरी अथवा भनौं जेनेटिक इन्फर्मेसन क्यारी गर्ने गर्छ. र सिमिलरली जुन RNA छ इट हेल्प्स इन प्रोटिन सिन्थेसिस. यसले चाहिँ प्रोटिन बनाउने काम गर्छ. अमिनो एसिडबाट प्रोटिन बनाउने काम चाहिँ हाम्रो RNA ले गर्ने गर्छ. नाउ स्टेबिलिटी को कुरा गर्ने भने यो जुन DNA छ बिकज इट इज डबल स्ट्यान्डर्ड इट इज मोर स्टेबल र RNA जुन छ बिकज इट इज सिंगल स्ट्यान्डर्ड सो त्यो भएको कारणले गर्दा यो चाहिँ लेस स्टेबल छ. थ्यांक यू भेरी मच.